सन् 1952 नोभेम्बर 17 को साँझ न्यू जर्सीको प्रिन्सटनमा रहेको अल्बर्ट आइन्स्टाइनको सानो किताबले भरिएको कार्यकक्षमा मधुरो बत्ती बलिरहेको थियो। उनको मेजमा अव्यवस्थित कागजहरू, खुल्ला किताबहरू र चकले भरिएको ब्ल्याकबोर्डले उनको वैज्ञानिक संसारलाई झल्काउँदथ्यो। 73 वर्षीय आइन्स्टाइन आफ्नो पुरानो स्वेटरमा, चस्मा नाकको टुप्पामा अड्याएर एकीकृत क्षेत्र सिद्धान्तको समीकरणमा हराइरहेका थिए। अचानक ढोकामा हल्का ठकठकको आवाज आयो। उनकी सहायक हेलेन लुकास हातमा एउटा औपचारिक लिफाफा लिएर प्रवेश गरिन्। डाक्टर आइन्स्टाइन, यो इजरायलको दूतावासबाट आएको छ, उनले भनिन्। आइन्स्टाइनले भौँ ठाडो पार्दै लिफाफा लिए। त्यसमा इजरायलको प्रधानमन्त्री डेभिड बेन गुरियनको कार्यालयको छाप थियो। उनले पत्र खोलेर पढ्न थाले। पत्रमा लेखिएको थियो, इजरायलका प्रथम राष्ट्रपति चाइम बेन्जियनको निधनपछि देशले आइन्स्टाइनलाई दोस्रो राष्ट्रपति बनाउन चाहेको छ। यो पद प्रतीकात्मक थियो, जसले विश्वमा यहुदी समुदायको गर्व र इजरायलको नवजात पहिचानलाई उजागर गर्ने थियो। जसले विश्वमा यहुदी समुदायको गर्व र इजरायलको नवजात पहिचानलाई उजागर गर्ने थियो। आइन्स्टाइनको अनुहारमा आश्चर्य र हल्का मुस्कान मिसिएको भाव देखियो। उनले कुर्सीमा पछाडि ढल्किएर झ्यालबाट बाहिर हेरे। प्रिन्सटनको रुखहरू शरदको चिसो हावामा हल्लिरहेका थिए। उनको मनमा विचारहरूको द्वन्द्व चल्यो। इजरायल जुन उनले सधैँ समर्थन गरेका थिए, उनले जियोनिज्मको पक्ष लिएका थिए। तर राष्ट्रपति? आइन्स्टाइनको अनुहारमा आश्चर्य र हल्का मुस्कान मिसिएको भाव देखियो। उनले कुर्सीमा पछाडि ढल्किएर झ्यालबाट बाहिर हेरे। प्रिन्सटनको रुखहरू शरदको चिसो हावामा हल्लिरहेका थिए। उनको मनमा विचारहरूको द्वन्द्व चल्यो। इजरायल जुन उनले सधैँ समर्थन गरेका थिए, उनले जियोनिज्मको पक्ष लिएका थिए। तर सधैँ यहुदी अरब सह अस्तित्वको वकालत गरेका थिए। तर राष्ट्रपति? म त ताराहरू र समीकरणहरूसँग कुरा गर्छु, मानिसहरूसँग होइन, उनले मनमा नै सोचे। उनले कल्पना गरे, जेरुसेलमको राष्ट्रपति भवनमा बसेर कूटनीतिज्ञहरूसँग हात मिलाउँदै औपचारिक भाषण दिँदै यो दृश्यले उनलाई हाँसो उठ्यो। मेरो दिमाग समीकरणहरूमा चल्छ, सभाहरूमा होइन, उनले बरबराए। त्यसबेला उनको स्वास्थ्य पनि कमजोर थियो। उमेरले उनलाई थकाइरहेको थियो। यो जिम्मेवारी मेरो लागि होइन, उनले निश्चय गरे। भोलिपल्ट बिहान उनले इजरायल दूतावासलाई जवाब लेखे। यो सम्मानले मलाई गहिरो भावुक बनायो, तर म दुखी र लज्जित छु, किनकि म यो स्वीकार गर्न सक्दैन। मसँग न त मानिसहरूसँग व्यवहार गर्ने अनुभव छ, न सरकारी सेवामा काम गर्ने अनुभव, र न त यस्तो पदको लागि चाहिने ऊर्जा। मेरो हृदय यहुदी समुदायसँग छ, तर मेरो संसार विज्ञानमा छ। पत्र पठाएपछि उनी आफ्नो ब्ल्याकबोर्डतिर फर्किए। चक हातमा लिएर उनले समीकरण लेख्न थाले। उनको अनुहारमा शान्त मुस्कान थियो। ब्रह्माण्डको रहस्य सुल्झाउन उनको लागि संसारको कुनै पनि पदभन्दा ठूलो सम्मान थियो।